जय मसी सबैजनालाई। कस्तो हुनुहुन्छ तपाईँहरू? अनि तपाईँहरूलाई हामी निरन्तर प्रार्थनामा सम्झेका छौँ र यो समय चाहिँ है तपाईँहरूको बिचमा म आउनु पाउँदा धेरै खुसी छु अनि उत्साहित भएको छु। अनि विगत केही दिनदेखि परमेश्वरले मलाई एउटा है भित्र अगुवाई गर्नुभएको छ अनि त्यही अगुवाई आज म तपाईँहरूलाई सेयर गर्न चाहन्छु। अनि आज जुन म तपाईँलाई उत्साहको वचन लिएर आएको छु, उत्साहको एउटा वचनसहित इन्फर्मेसन है, यो चाहिँ परमेश्वरबाट नै आएको मेरो हृदयमा आजदेखि 2 दिन 3 दिनदेखि लगातार मेरो हृदयमा आएको छ। अनि परमेश्वरले चाहिँ है जुन सेवाकाई मलाई दिनुभएको छ, जुन दर्शन मलाई दिनुभएको छ, जुन दर्शनको थिम उद्देश्य बोकेर म हिँडेको छु। अब परमेश्वरले मलाई चाहिँ प्रतिज्ञा अनि बाचा गर्नुभएको छ र साथै मसँग बोल्नुभएको छ। अब यो दर्शनमा जुन दर्शन उहाँले मलाई दिनुभएको छ, यो दर्शनमा म एक्लै नभएर उहाँले चाहिँ आफ्नो छोरा छोरी उहाँले खटाउनु भएको, उहाँले चुन्नु भएको व्यक्तिहरूलाई पनि यही दर्शनमा जोड्न खोज्नु भएको छ। अनि मैले हिजो पनि प्रार्थना गरिरहेको थिएँ अनि परमेश्वरले मलाई है जुन दर्शन दिनुभएको छ है सुसमाचार सुनाउने है, चेला निर्माण गर्ने अनि ख्रिसको लागि है एउटा दाग रहित जुन चाहिँ एफिसीको किताब हामीले 2 अध्यायमा यो चाहिँ हामीले प्रभुको वचनबाट हेर्छौँ, दाग रहित चाउरी नपरेको है अनि ख्रिस्टलाई मनपर्दो, परमेश्वरलाई मनपर्दो मण्डली है प्रस्तुत गर्ने त्यो जिम्मेवारी है जुन दर्शन उहाँले मलाई दिनुभएको छ, त्यसमा धेरैजना है जुन हामीसँग लागिराख्नु भएको छ प्रार्थनाद्वारा अनि हामीलाई सहायता गरेर हामीलाई चाहिँ व्यक्तिगत सल्लाह दिएर त्यसको लागि म तपाईँहरूलाई धेरै धन्यवाद दिन चाहन्छु। अनि अर्को कुरो जुन चाहिँ मलाई चाहिँ प्रभुले 2-3 दिनदेखि बताइराख्नु भएको छ, अगुवाई गरिराख्नु भएको छ, त्यो चाहिँ पार्टनरसिपको लागि उहाँले मलाई भित्रदेखि घरको राख्नु भएको छ। हालेलुया। उहाँले चाहिँ मलाई चाहिँ भन्दै हुनुहुन्छ अबको सेवाकाईमा, अबको यो टाइमिङमा उहाँले चाहिँ पार्टनरसिप गर्ने व्यक्तिहरू है, सेवाकाईमा साझेदारी गर्ने व्यक्तिहरूलाई मसँग जोड्दै हुनुहुन्छ। अनि यसको लागि उहाँले मलाई के तयारीहरू गर भन्नुभयो। अनि म चाहिँ आफै पनि प्रार्थनामा छु यो समयमा। अनि उहाँले चाहिँ है मलाई के वचनहरू दिनुभयो अनि त्यो वचन मैले पढ्दै गर्दा है मैले लामो समयदेखि आफू पनि अध्ययन गर्दैछु अनि लामो समयदेखि म पनि पार्टनरसिपभित्रै नै छु। म पनि एउटा है साझेदारी भएर मैले पनि सेवाकाई गरिराखेको छु। अनि यो समयमा चाहिँ उहाँले मलाई पनि है सेवाकाईमा हातेमालो गर्ने, सेवाकाईमा चाहिँ सँगै हिँड्ने, दर्शन अनुसार जिउने व्यक्तिहरू दिँदै हुनुहुन्छ। अनि मैले चाहिँ हितोपदेशको किताब 29 अध्यायको 18लाई हेरिराखेको थिएँ। यहाँ चाहिँ दर्शन है दर्शनमा नजिउने व्यक्ति, दर्शन अनुसार नचल्ने व्यक्ति चाहिँ भागिएर जान्छ अथवा टुटेर जान्छ अथवा हराएर जान्छ, बिलाएर जान्छ भनेर हितोपदेशको किताब 29 अध्यायको 18मा लेखिराखेको थियो। अनि मैले यो दर्शन पढ्दै गर्दा अनि प्रभुले मलाई भन्नुभयो जुन व्यक्ति दर्शन अनुसार जिउँदैन, जुन व्यक्ति दर्शन गर्ने व्यक्तिसँग जोडिँदैन, जुन व्यक्ति है एउटा भिजन भएको, उद्देश्य भएको है सेवकाईसँग सेवकाई गर्दैन, हातेमालो गर्दैन, त्यो व्यक्ति एक न एक दिन हराएर जानेछ, मिलाएर जानेछ, उसको उत्साह कमजोर हुँदै जानेछ, उसको प्रार्थनाको जीवन पनि कमजोर हुँदै जानेछ। किनकि ऊ व्यक्ति प्रार्थनामा, त्यो व्यक्ति है एउटा दर्शनमा नलागेको कारणले गर्दा। किनकि हितोपदेश 29को 18मा परमेश्वरको वचनले भन्छ जो चाहिँ दर्शनमा लाग्दैन, दर्शन अनुसार जिउँदैन, त्यो व्यक्ति चाहिँ है टुटेर हराएर जान्छ। तर दर्शनमा जिउने व्यक्ति चाहिँ एक भएर है ख्रिससँग पुगेर सक्षम भएर है परमेश्वरको इच्छालाई पुरा गर्दै अगाडि बढ्दै जानेछ। अनि मैले तपाईँहरूलाई भने पार्टनरसिप भनेको एउटा करारको सम्बन्ध हो। अनि बाइबलले पार्टनरसिपको बारेमा राम्रो व्याख्या गरेको छ है। सम्बन्धद्वारा, करारको सम्बन्धद्वारा परमेश्वरले सृष्टिमा हरेक व्यक्तिसँग एउटा सम्बन्ध गाँसेको कुरा हामीले बाइबलभरि नै हेर्न सक्छौँ। बाइबलमा उहाँले है आदम अनि हवासँग करार बाँधेर नै उहाँलाई उत्पत्तिको किताबमा है एउटा बगैँचामा राख्नु भएको थियो। अनि उहाँले नोआसँग पनि करार बाँध्नु भएको कुरा हामीले उत्पत्तिको किताबमा 9 अध्यायको 16देखि 17मा हामी हेर्न सक्छौँ। इन्द्रेणी देखाएर है, अब इन्द्रेणी चाहिँ करार हो तिनीहरू र मेरो बिचमा, नोआ र नोआको परिवारलाई करारद्वारा स्थापित गर्नुभयो। अब्राहमलाई इसहाक दिनुभन्दा अगाडि उहाँले करारमा
राखेर है अब्राहमको नाम पनि परिवर्तन गर्नुभयो र इसहाक पनि दिनुभयो, करारको सन्तान पनि दिनुभयो। अनि तपाईँलाई थाहा छ उहाँले ख्रिस्ट येशूलाई करार बाँधेर नै हामी कहाँ पठाउनु भएको थियो। अनि तपाईँलाई थाहा छ आज वर्तमान समयमा पनि तपाईँसँग अनि मसँग पनि ख्रिस्ट येशूको रगतद्वारा उहाँले करार बाँध्नु भएको छ भने अनि पवित्र आत्माको बलना अनुसार उहाँले हामीलाई करार बाँध्नु भएको छ। अनि करारको परमेश्वर हाम्रो परमेश्वर, उहाँ सुरुवातदेखि नै करारमा अनि अन्तसम्म पनि उहाँ करारमा नै जिउनुहुन्छ। अनि म तपाईँलाई बताउन चाहन्छु पार्टनरसिप भनेको एक प्रकारको स्वर्गीय तरिका हो, यो स्वर्गबाट बनेको सिस्टम हो। अनि परमेश्वरले पनि चाहनुहुन्छ पृथ्वीमा हरेक व्यक्तिले करार बाँधेको है, हरेक व्यक्ति पार्टनरसिप अनुसार जिएको परमेश्वरको ठुलो चाहना छ। तपाईँलाई थाहा छ पार्टनरसिप भनेको करार बाँध्नु हो, एक हुनु हो है, औँलाको नङ्ग्रा र औँलाको मासु एक हुनु हो। अनि तपाईँलाई थाहा छ रुथको किताबमा हामीले रुथको किताब 1 अध्यायको 16 मा देख्छौँ रुथ आफ्नो सासू नुहामीप्रति यति साह्रो घनिष्ठ, यति साह्रो एकता उनीहरूमा थियो, उनीहरूको सम्बन्ध यति साह्रो नजिकता थियो। रुथले चाहिँ नुहामीलाई भन्छन् तपाईँ जहाँ जानुहुन्छ म पनि त्यही जान्छु, तपाईँ जे खानुहुन्छ म पनि त्यही खान्छु, तपाईँ जुन देशमा बस्नुहुन्छ त्यो देशमा म बस्छु, त्यो देशका मानिस है मेरा मानिस हुनेछन्, तपाईँको परमेश्वर मेरो परमेश्वर हुनेछन् भनेर है रुथले करार बाँधेको थिए नुहामीसँग। अनि तपाईँलाई थाहा छ त्यही रुथलाई दाउदको बजै बनाएर परमेश्वरले स्थापित गर्नुभएको थियो। अनि तपाईँलाई थाहा छ करारले तपाईँलाई अनि मलाई चाहिँ दर्शनमा एक गराउँछ। अनि तपाईँलाई थाहा छ जो व्यक्ति करारमा अनि पार्टनरसिपमा जिउँछ नि त्यो व्यक्ति कहिले पनि अभावमा जिउनु पर्दैन, उसको जीवन उस्तो रहँदैन, उसको जीवन है परमेश्वरले परिवर्तन गर्नुहुन्छ। तपाईँलाई थाहा छ अब्राहम ऊ आशिषित थियो किनकि परमेश्वरले उसँग करार बाँध्नु भएको थियो। तर अब्राहमसँग उसको भतिजो पनि है सँगै बस्थ्यो, अब्राहमसँग नै है सम्बन्धमा बस्थ्यो, अब्राहमसँग नै एक थियो। तपाईँलाई थाहा छ केही दिनपछि अब्राहमले मात्रै आशिष पाउँदैनन् तर अब्राहमसँग है रहने अब्राहमको भतिजो लोत पनि त्यसरी आशिषित हुन्छन् किनकि लोत पनि अब्राहमसँग एक थिए, अब्राहमसँग सम्बन्धमा थिए, अब्राहमसँग पार्टनरसिपमा थिए, अब्राहमसँग एक भएका थिए। अनि बाइबलले बताउँछ लोतलाई अनि अब्राहमलाई त्यो ठाउँले नै त्यो भूमिले नै है धान्न सक्दैन, यति धेरै भेडा बाख्रा यति धेरै नोकर उनीहरूको दुवैजनाको थियो। अनि जसरी अब्राहमसँग लोत आशिषित भयो त्यसै गरी पार्टनरसिप गर्ने व्यक्ति औधी आशिषित हुन्छ, उसँग प्रशस्त हरेक कुरा आशिषले भरिएको हुन्छ। अनि तपाईँलाई बताउन चाहन्छु पार्टनरसिप भनेको धेरै व्यक्ति हुने एकजना व्यक्तिसँग जोसँग दर्शन छ त्यो व्यक्तिसँग है उसको दर्शनमा उसको सेवकायमा उसले है परमेश्वरबाट जुन वरदान अनि जुन गिफ्ट ग्लोबली है संसारलाई प्रभाव पार्ने गरी पाएको छ त्यो दर्शनमा एक हुनु। तपाईँलाई थाहा छ फिलिपीको किताब हामीले पढ्दाखेरि त्यहाँ चाहिँ पावलले फिलिपीको किताब 4 अध्यायको 15 मा है फिलिपीहरूलाई फिलिपी सहरमा बस्ने विश्वासीहरूलाई धन्यवाद दिन्छ। अनि के चाहिँ लेख्छन् 15 मा लेख्छन् तिमी फिलिपीहरू आफै पनि जान्दछौ कि सुसमाचारको सुरुमा माकेडोनियाबाट बिदा हुँदा दिने लिने काममा तिमीहरू बाहेक कुनै मण्डलीको सहभागिता मसँग भएको थिएन। पावलले पनि गवाही दिँदैछ सुरुवाती समयमा जब उसले मण्डली सुरुवात गरेको थियो, जब उसले सुसमाचारको काम सुरुवात गरेको थियो तब फिलिपीका मान्छेहरू फिलिपी सहरका विश्वासीहरू बाहेक कोही पनि साझेदारी गरेका थिएनन्। है पावललाई सहायता गर्ने सुसमाचारको सुरुवातमा सुसमाचारको सेवकायमा पावललाई सहायता गर्ने आर्थिकद्वारा है उसलाई चाहिँ उत्साह गरेर उसको चाहिँ खोजी गरेर पावललाई चाहिँ हर प्रकारले सहायता गर्ने फिलिपीका विश्वासीहरू थिए। अनि म तपाईँलाई बताउन चाहन्छु जो व्यक्तिले है हृदयबाट नै है पार्टनरसिप गर्छ एकतामा आउँछ, जो व्यक्ति दर्शनमा साथ दिन्छ नि त्यो व्यक्तिलाई परमेश्वरले कहिले पनि बिर्सिनुहुन्न। यो पावल जो जेलखानामा छ यो फिलिपीको किताब उसले जेलखानामा लेखेको तर पावल जेलखानामा हुँदा पनि उसले चाहिँ फिलिपीका मान्छेहरूलाई सम्झिँदैछ। फिलिपीका मान्छेले उसको लागि के गरे तिनी विश्वासीहरूले फिलिपीका है विश्वासीले पावलको लागि पावलको सुरुवाती समयमा कसरी हातेमाला गरेर उसको सेवकायमा सहायता गरेका थिए त्यो सम्झिँदैछ जेलखानामा। अनि तपाईँलाई थाहा अनि पावलले चाहिँ पार्टनरसिप गर्ने व्यक्तिलाई फिलिपीको किताब 4 अध्यायको 19 मा है आफैले लेख्छन् मेरा परमेश्वरले आफ्नो स्वर्गीय सम्पत्ति अनुसार तिनीहरूको हरेक खाँचो ख्रिस्ट येशूमा पुरा गरिदिनुहुन्छ। जो व्यक्ति पार्टनरसिपमा छ, जो व्यक्ति है दर्शनमा एक भएको छ, जो व्यक्ति भागिन्न, जो व्यक्ति आफ्नो मन मर्जी अनुसार जिउँदैन त्यो व्यक्तिको जीवनमा परमेश्वरले स्वर्गीय महिमा अनुसार स्वर्गीय धन सम्पत्ति अनुसार हरेक खाँचो पुरा गरिदिनुहुन्छ। मलाई थाहा छ बाइबलभित्र पनि थुप्रै व्यक्तिहरूले है साझेदारी
गरेको यीशु ख्रीष्टसँग हातेमालो गरेको उहाँको सेवकाईमा कसरी हुन्छ सेवकाईमा सहायता गरेको हामीले बाइबलभित्र घटनाहरू पाउँछौँ। तपाईँलाई थाहा छ कोही कोही स्त्रीहरूले उहाँलाई है धनद्वारा है आफ्नो पैसाद्वारा सहयोग गर्थे ताकि है सुसमाचारको कुराहरूमा आर्थिकले उनीहरूकोसँग भएको पैसाले सहायता होस् परमेश्वरको राज्यमा। कोही कोहीले उत्साह गरेर ख्रीष्ट येशूलाई सहायता गर्थे। तपाईँलाई थाहा छ बाइबलमा हामीले यूहन्नाको किताब 3 अध्यायको 2 पदमा हामीले एउटा घटना हेर्छौँ। निकोदेमस जो चाहिँ येशू ख्रीष्टको चेला गोप्य रूपमा चेला थियो तर राति ख्रीष्ट कहाँ आएर उत्साह गर्थ्यो तपाईँ परमेश्वरबाट आएको तपाईँको शिक्षा पनि परमेश्वरबाट आएको हामीलाई यो कुरा थाहा छ भनेर येशू ख्रीष्टलाई उत्साह दिन आउँथ्यो। अनि सेवकाईमा तपाईँले उत्साह दिएर सेवकाईमा तपाईँले पार्टनरसिप भेटी पठाएर सेवकाईमा तपाईँले नजिकताको सल्लाह दिएर सेवकाईमा ठुलो सहायता गर्न सक्नुहुन्छ। अनि तपाईँलाई थाहा छ यदि हामी फर्स्ट आयौँ भने सेवकाईमा त्यति नै बढी आशिष तपाईँले पाउने हो। हामी यदि ख्रीष्ट येशूको सेवकामा है प्रतिफल ल्यायौँ भने त्यो प्रतिफल तपाईँले पनि पाउने हो। तपाईँलाई थाहा छ दाउद राजाको घटना हामीले हेऱ्यौँ भने एकपल्ट दाउदको परिवार दाउदसँग भएको है जति पनि वीर पुरुषहरू उसँग बस्ने हरेक व्यक्तिहरूको परिवार जो लुटियो उसँग भएको माल सामान सबै लुटियो। अनि यो कुरा जब दाउदलाई थाहा पायो दाउदसँग भएका जम्मै मान्छेहरू है आफ्नो परिवारलाई बचाउनको निम्ति उनीहरूको धन सम्पत्ति है फेरि ल्याउनको निम्ति है लुटेराहरूको बिचमा जान लागे। अनि तपाईँलाई थाहा छ जब उनीहरू हिँडे घोडामा हिँडे कोही हिँडेछ है जब उनीहरू थाके आधा बाटोमा तपाईँलाई थाहा छ केही व्यक्तिहरूले के भने अब हामी हिँड्न सक्दैनौँ अब हामी योभन्दा अगाडि पार गर्न सक्दैनौँ। तर दाउदले के भने ल ठिकै छ तपाईँहरू यहीँ बस्नुहोस् न त हामी बल भएका व्यक्तिहरू हामी सक्ने जति हामी चाहिँ जान्छौँ लड्छौँ तपाईँहरूले चाहिँ यही सुरक्षा गरिदिनुहोस् यही चाहिँ हेरचाह गरिदिनुहोस् भनेर है दाउदसँग भएका बाँकी जो चाहिँ थाकेका थिएनन् तिनीहरू गएर है लुटेराहरूलाई है पक्रेर उनीहरूलाई धपाएर आफ्नो पत्नीहरू ल्याए है आफ्नो सामानहरू बच्चाहरू सबै लिएर आउँदाखेरि तपाईँलाई थाहा छ जब दाउद थाकेका व्यक्तिहरूलाई भेट्न आयो अनि कति व्यक्तिले भने कि यिनीहरूलाई बराबरीको अंश दिनु हुँदैन है यिनीहरूको श्रीमती मात्र फर्काइदियो यिनीहरूको बच्चा मात्र फर्काइदियो तर यिनीहरूलाई माल सम्मान धन सम्पत्ति चाहिँ नदियो भन्दाखेरि दाउदले के भने तपाईँलाई थाहा छ होइन यो विजय परमेश्वरले हामीलाई दिनुभएको जति हामी चाहिँ है योग्यको छौँ त्यति हामीलाई पर्खिने हाम्रो समानको हेरचाह गरिदिने यी थाकेका व्यक्तिहरू पनि छन्। अनि दाउदले है त्यहाँबाट लुटेर ल्याएका त्यहाँदेखि ल्याएका धन सम्पत्ति सामान सुन चाँदी सबैलाई बराबर बाँड्यो थाकेकालाई पनि बराबर आफू जित्न गएकालाई पनि बराबर। अनि तपाईँलाई थाहा छ पार्टनरसिपले अनि जुन चाहिँ करारको सम्बन्ध हो यसले कहिले पनि स्वार्थ देखाउँदैन यसले कहिले पनि यसलाई कम दिनुपर्छ यसलाई चाहिँ बढी हुँदैन यो कुरा हो। परमेश्वरले पार्टनरसिप गर्ने प्रत्येक व्यक्तिलाई बराबरको आशिष दिनुहुन्छ है। यहाँ बोल्ने म फिजिकली सेवा गर्ने म तर ब्याक सपोर्टबाट आर्थिकको सहायता गर्ने ब्याक सपोर्टबाट प्रार्थना गरिदिने ब्याक सपोर्टबाट है हुन्छ नि नजिकताको सल्लाहहरू दिने त्यो व्यक्तिलाई पनि बराबरको आशिषहरू परमेश्वरले उपलब्ध गराउनुहुन्छ। अनि तपाईँलाई थाहा छ करारले कहिले पनि आशिष दिन बिर्सिँदैन पार्टनरसिपले कहिले पनि आशिष दिन बिर्सिँदैन। दाउद राजा अनि जोनाथनको करारको सम्बन्ध थियो उनीहरूको सम्बन्ध भनेको मासु अनि नङ्ग्रा जस्तो सम्बन्ध थियो उनीहरूले एकअर्कासँग करार बाँधेको घटना हामीले बाइबलभित्र हेर्न सक्छौँ स्यामुएलको किताबमा। अनि तपाईँलाई थाहा छ जब जोनाथनको मृत्यु भयो अनि दाउदले जब आफू राजा भइसकेपछि दाउदले सम्झना गर्यो जोनाथन भन्ने व्यक्तिसँग त मैले करार बाँधेको छु जोनाथन भन्ने व्यक्तिसँग त मेरो पार्टनरसिप छ अब म के गरौँ जोनाथन त मरिसक्यो अब जोनाथनको लागि म के गरौँ। पार्टनरसिपले जहिले पनि ढकढक्याउँछ पार्टनरसिपले जहिले पनि याद दिलाउँछ। यदि तपाईँ करारमा हुनुहुन्छ भने है हामीलाई तपाईँको सम्झना हुन्छ हामी आफ्नो पार्टनर्सहरूको अहिले प्रार्थना गर्छौँ जतिजना हामीसँग हातेमाला हुनुहुन्छ हाम्रो सेवकाईसँग हातेमाला गर्नुभएको छ साझेदारहरू हुनुहुन्छ हामीलाई प्रार्थनाद्वारा पार्टनरसिप भेटीद्वारा हामीलाई चाहिँ प्रार्थनाद्वारा सहायता गर्ने प्रत्येक व्यक्तिलाई हामी आफ्नो प्रार्थनामा हाम्रो शनिबारको प्रार्थना हाम्रो व्यक्तिगत प्रार्थना हाम्रो होल नाइट हाम्रो उपवास प्रार्थनामा हामी सम्झिन्छौँ अनि उनीहरूको लागि प्रार्थना गर्छौँ। अनि दाउद राजाले सम्झ्यो मैले जोनाथनसँग करार बाँधेको थिएँ जोनाथनसँग मेरो पार्टनरसिप थियो अब म राजा भइसकेँ अब म के गरौँ गर्न त चाहन्छु कसरी गरौँ भन्दाखेरि तपाईँलाई थाहा छ राजा दाउदले खोजी गर्यो जोनाथनको सन्तान छोरा नाति पनाति को छ त के गरौँ म उसको परिवारबाट को जिउँदो छ उसको लागि म गर्न चाहन्छु। अनि तपाईँलाई थाहा छ दाउद राजाले जोनाथनको छोरो मफीबोसेतलाई भेटायो जो चाहिँ दुईटै खुट्टाको लङ्गडो थियो। अनि दाउद राजाले भन्यो यो मफीबोसेतलाई म जोनाथनको कारणले गर्दा दया देखाउनुहोस्। तपाईँ हेर्नुभयो भने यो घटना पाउनुहुन्छ है 2 स्यामुएलको किताब 9 अध्यायमा तपाईँले यो घटना पाउनुहुन्छ। दाउद राजाले भन्दैछन् जोनाथनको कारणले गर्दा जोनाथनसँग मैले करार
करार बाँधेको थिएँ, जोनाथनसँग मेरो पार्टनरसिप थियो, जोनाथनको कारणले गर्दा अब चाहिँ म उसपछिको परिवारलाई हेरचाह गर्नेछु, दया देखाउनेछु, केही न केही गर्ने इच्छा गर्नेछु भनेर है दाउद राजाले भने। जो मफिबोशेत जो दुईटै खुट्टाको लङ्गडो थियो है, राजाले जीवनभरि मफिबोशेतको है आफ्नो टेबलमा आफूसँग बसाएर खाना खुवाए, उसको बाजे साउलको धन सम्पत्ति जग्गा जमिन सबै ल्याएर है मफिबोशेतलाई दिदिए। यो भनेको पार्टनरसिपमा मात्रै सम्भव छ। यदि तपाईँ करारमा हुनुहुन्छ, यदि तपाईँ एकतामा हुनुहुन्छ, यदि तपाईँ दर्शनसँग जोडिनु भएको छ भने हामीले प्रार्थना गर्दा, हामीले सुसमाचार सुनाउँदा, हामीले डाँडा काँडा जाँदा, हामीले मान्छेलाई मुक्तिमा ल्याउँदा, आत्मा जित्दा, मान्छेलाई सच्याउँदा त्यो प्रतिफल जुन परमेश्वरले हामीलाई दिनु, त्यसको साँझै आशिष तपाईँ पनि हो, त्यसको साँझै उत्तराधिकारी तपाईँ पनि हो। अनि तपाईँलाई पनि परमेश्वरले त्यही इनाम दिनुहुन्छ जुन इनामको योग्यता हामीले पाउँछौँ। अनि परमेश्वरले चाहनुहुन्छ हरेक व्यक्ति पार्टनरसिपमा जिएको, हरेक व्यक्ति एक भएको, हरेक व्यक्ति साझेदारीमा जिएको परमेश्वर चाहनुहुन्छ। यसु ख्रीष्टसँग पनि करार बाँधेका व्यक्तिहरू थिए, पार्टनरसिप गर्ने व्यक्तिहरू थिए, पावलसँग पनि है पार्टनरसिप गर्ने व्यक्ति, करारमा जिउने व्यक्ति थिए। अनि तपाईँलाई थाहा छ पत्रुससँग पनि मर्कुस सम्बन्धमा है एकतामा पार्टनरसिपमा जिएको घटनाहरू हामीले थाहा पाउँछौँ। अनि बिब्लिकल सिद्धान्त हो, बाइबलीय तरिका हो, स्वर्गको तरिका हो, पार्टनरसिपमा हुनुहुन्छ। अनि जतिजना हामीसँग पार्टनरसिपमा हुनुहुन्छ, मैले अघि नै पनि भने तपाईँहरूको लागि निरन्तर प्रार्थना हुन्छ। तपाईँ जो काम गर्दिनुहुन्छ त्यसमा तपाईँको परिवारको लागि, तपाईँको हरेक व्यक्तिगत कुराको लागि हामी निरन्तर प्रार्थनामा सम्झिन्छौँ। अनि तपाईँको जीवन उस्तो रहने छैन, निश्चयले परिवर्तन हुनेछ। परमेश्वरले तपाईँलाई औधी माथि उठाउनुहुनेछ। यदि है तपाईँ हामीसँग सम्बन्धमा, करारमा, पार्टनरसिपमा जोडिन चाहनुहुन्छ भने तल दिएको यो नम्बरमा सम्पर्क गर्न सक्नुहुन्छ। हामी तपाईँको लागि निरन्तर प्रार्थनामा सम्झिनेछौँ, निरन्तर तपाईँको लागि प्रार्थना गर्नेछौँ। हामी देशलाई, समाजलाई, संसारलाई परिवर्तन गर्नेछौँ। जय मसीह।